हेलो साथीहरू, म चाहिँ मेनाबिजमा लास्टमा फाइनली होइन हाम्रो नेपालको साथीहरू भेटिनु भएको छ। उहाँसँग म कुरा गर्छु, आउनुहोस् होइन। ल आउनुहोस्। हेलो हजुर, नमस्ते। नमस्ते हजुर। राम्रो हुनुहुन्छ? सन्चै तपाईँ? ठिक छ। कहाँदेखि हो? नेपाल। नेपाल कुन ठाउँ? डोटी। डोटी? हजुर। अनि हजुर चाहिँ कहाँदेखि हो? डोटीदेखि। डोटीदेखि हो। ए यहाँ कहाँ बस्नुहुन्छ? यहाँ मैलापुरमा। मैलापुर? हजुर नि? म पनि मैलापुर। सँगै हो दुईजना? कति भयो यहाँको? म आए त 5 साल भयो। 5 साल भइसक्यो हजुर आएको यता? ए लोकल भइसक्यो रहेछ नि। हजुर चाहिँ? मलाई 2 साल भइसक्यो। 2 साल भइसक्यो। अनि कस्तो लाग्छ चन्याको ठाउँ? राम्रो। ठिक छ। यहाँको भाषा सासा आउँछ कि नै तपाईँलाई? आउँछ भाषा। आउँछ? पुरा आउँछ? पुरा आउँछ। तपाईँलाई? मलाई त हल्का हल्का आउँछ। ए ल दामी, धेरै खुसीको कुरा होइन। उहाँले चाहिँ यहाँको भाषा नि जान्नु हुने रहेछ। सो उहाँलाई धेरै कुरा इजी होला। हामीलाई त बाहिर गएर खाना खान नि अप्ठ्यारो हुन्छ, किनकि भाषै आउँदैन, किन्नै आउँदैन, खाना मान्छे पठाउनु पर्छ होइन। सो थोरै कुराहरू सोध्छु होइन। अनि के काम गर्नुहुन्छ कि? हजुर काम गर्छु। केमा? पहिला दोकानमा गर्थेँ, अहिले घरमा काम गर्छु। ए घरमा काम गर्नुहुन्छ। अनि नेपाल जानुहुन्छ कि नै? गया छैन 5 सालसम्म। अब जाने। 5 साल भइसक्यो नगया नेपाल? ए अनि तपाईँले काम गर्नुहुन्छ के? म पनि काम गर्छु। काम गर्नु त्यहाँमा? घरमा गर्छु, पहिले दोकानमा गर्थेँ, अहिले घरमा। दुईजनै सेम हो? सँगै हो? हेर्दा हामीलाई सेम सेमै लाग्दा छ दुई होइन? त्यही भएर। बहिनी हो? अनि को ठुलो को नानो? ए ठुलो म सानो। ए ल ल ठिक छ होइन, थ्याङ्क यू। अनि आज यहाँ आउनुको खास कारण? 26 जनवरी राम्रो हुन्छ, धेरै नेपाली पनि आफ्नो मान्छे पनि आउँछन् यहाँ धेरै दिनपछिदेखि। मलाई खोकी लागेर खतम छ होइन। सो गाइस सरी होइन त्यसको लागि। आज चाहिँ 26 जनवरी होइन, त्यही भएर उहाँ यहाँ आउनु भएको होइन। यहाँ नेपालीहरू थुप्रो छ, आज धेरै नेपाली आउनु भएको छ। तर जुन वर्ष इन्डियनवालाको हो, तर हाम्रो नेपाली चाहिँ आज यहाँ भरिनु भएको छ क्या पुराको पुरा। सो अनि अरू के भन्न चाहनुहुन्छ यहाँको बस्ने नेपाली दाजुभाइहरूलाई? सबैलाई के जस्तै यहाँ मैले सुनेको नौकरीहरू बेच्छ अरे होइन, काम बेचेर अर्कोलाई बेच्छ काम, यसरी लगाइदिँदैन अरे, यस्तो यस्तो कुराहरू मैले सुनेको थिएँ होइन। तपाईँ त्यसको बारेमा के भन्न चाहनुहुन्छ? सबैले मिलेर काम गर्ने, बेचेर अर्काको देशमा आएर काम गर्न, यसरी बेचेर थोरै न हुन्छ त। राम्रोसँग मिलेर काम गर्न जसले पनि। सबै पैसाको लागि त यता हुन्छन्। त्यही त, सबजना नेपाली दाजुभाइ होइन, एकअर्काले सपोर्ट गर्नुपर्छ, साथ दिनुपर्छ। यहाँ चाहिँ आफ्नै नेपाली दाजुभाइहरूलाई नौकरी बेचेर यस्तो यस्तो गरिदिन्छ भन्ने सुनेको थिएँ, त्यही भएर सो थ्याङ्क यू सो मच हजुरले मसँग सानो कुरा गरिदिनु भएकोमा। धन्यवाद। थ्याङ्क यू। जय नेपाल।